जागृतिलाई रोक्ने सबैभन्दा पहिलो विषय चाहिँ के हो भने नि परमेश्वरका जनहरू विशेष गरी परमेश्वरका अगुवाहरू परमेश्वरका पास्टर बाबुहरू सेवकहरू चाहिँ एकत्रित युनिफाइड प्रार्थनाको लागि भेला हुन सकिराखेको छैन। प्रेयर सबैभन्दा यो 420 भन्दा बढी जागृतिको घटनालाई हामीले हेर्दै गर्दा नि द मेजर हिन्ड्रेन्स सबैभन्दा महत्त्वपूर्ण बाधा जुन बाधाले चाहिँ तपाईँ अनि मेरो मण्डलीलाई परमेश्वरको जागृतिमा पस्न दिइराखेको छैन त्यो बाधा चाहिँ के हो भन्दा नि हामी प्रार्थनाको लागि एकतामा जुट्न सकिराखेका छैनौं। प्रार्थना चाहिँ के हो? नम्रताको चिनो हो। नम्रताको चिनो हो। हेर्नुहोस् है प्रार्थनाले चाहिँ मान्छेलाई नम्र बनाउँछ। हामी धेरैपल्ट प्रार्थना गरौँ न भन्दाखेरि के भन्छौँ? यहाँ चाहिँ हाम्रो मुखबाट सबैभन्दा पहिला निस्किन्छ भ्याउँदिन भ्याउँदिन। प्रार्थनामा जम्मा हुनु हौ भ्याउँदिन हौ। कति सजिलो भन्छौँ है हजुर हो। प्रार्थनामा जम्मा हौँ भन्दाखेरि भ्याउँदै भ्याउँदै अरू सबैको लागि समय छ, प्रार्थनाको लागि समय छैन। तर तपाईलाई डाक्टरले नि ला हौ तिम्रो त ब्लड टेस्टको रिपोर्ट राम्रो छैन मात्रै भन्नुहोस् त हजुर तपाईलाई प्रार्थनाको लागि यति धेरै समय निस्किहाल्छ एकैचोटि। कुनै कसरी निस्किएको हजुर? हजुर कटेज मिटिङलाई पनि समय निस्किहाल्छ। पास्टरको घरमा गएर प्रार्थना माग्नु पनि समय निस्किन्छ। यस्तो कन्फरेन्समा आउनु पनि समय निस्किन्छ। हजुर बिहानदेखि बेलुकैसम्म तपाईँ ढुकेर प्रार्थना माग्नुहुन्छ। हिजोसम्म त तपाईँले व्यस्त थियो त अन्त भ्याउँदिन भन्दै थियो त। हस्पिटलमा थन्किनु मात्रै पर्छ कि संसारभरि कतै नभएको समय उसैको हुन्छ। हजुर म तपाईँलाई किन भन्दैछु भने नि सडनली मान्छे कसरी हम्बल भयो प्रार्थना। त्यो मान्छेले के भन्दै भनेको आई एम सो बिजी प्रभु म यति साह्रो व्यस्त छु मलाई तपाईँको दरकारै छैन। म आफ्नै जीवन जिउँदैछु तपाईँ आफ्नै कुराहरू व्हाई डु आई नीड प्रेयर। मलाई प्रार्थना किन चाहिँ चाहिन्छ? तर बिमार भएपछि फेरि चाहिन्छ। हजुर नराम्रो रिपोर्ट आउन थालेपछि चाहिहाल्छ फेरि प्रार्थना। हजुर हार गुहार बेसी गर्दा 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 अलिक हालगुहार कम्ती भएको जस्तो लाग्यो भने फेसबुकमा पनि हालिहाल्छ। हजुर स्यालक्कै भएको फोटोहरू यसो हालेर इन हस्पिटल all of you please pray for me। हजुर म तपाईँलाई किन भन्दैछु भने नि प्रार्थना चाहिँ नम्रताको चिनो। आमेन आमेन। प्रार्थनाको लागि जुट्दै गर्दा तपाईँले के भन्दै गरेको हुन्छ भने नि प्रभु मलाई तपाईँको खाँचो छ, तपाईँ बिना म केही पनि गर्न सक्दिनँ। गर्ने चाहिँ सबै कुरा तपाईँ नै हुनुहुन्छ। आमेन आमेन। प्रार्थना गर्नु भनेको चाहिँ आफूलाई नम्र तुल्याउनु हो। हालेलुया हालेलुया। प्रार्थना गर्नु भनेको के हो? आफैलाई हजुर नम्र तुल्याउनु हो। यूहन्ना 15:5 यूहन्ना 15:5 यूहन्ना 15:5 मा के लेखिएको छ भने नि परमेश्वर बिना म केही पनि गर्नु सक्दिनँ। आमेन। यीशु प्रभुले नै भन्नुभयो तिमीहरू म बिना तिमीहरू केही पनि गर्नु सक्दैनौ। त्यसले गर्दा प्रार्थनाले चाहिँ हामीलाई यीशुमाथि भर पर्नु सिकाउँछ। प्रार्थनाले चाहिँ हामीलाई परमेश्वरमाथि भर पर्नु सिकाउँछ। त्यसले गर्दा प्रार्थनामा जम्मा हुनु चाहिँ के हो? परमेश्वरमाथि भर पर्नु हो। आमेन। अमेरिकालाई जित्नु हो भने हामी कसरी जम्मा भेला हुन्छौँ? परमेश्वरको उपस्थितिमा। दोस्रो इतिहास 7:14 मा पनि हामी देख्छौँ परमेश्वरले के भन्नुभएको छ भने मेरो प्रजा चाहिँ मेरो अगाडि नम्रतामा आउनुपर्छ, मलाई प्रार्थना गरिकन खोज्नु पर्छ। हामी यो प्रार्थनाको कुरामा फेल भइराखेको छौँ किनभने हाम्रोमा बहना छ। प्रार्थना गर्नु हामी भ्याउँदैनौँ भने बहना छ। यूहन्ना 15:5 मा यसरी लेखिएको छ दागको बोट मोहु र तिमीहरू चाहिँ हाँगाहरू मात्रै हो। यदि कोही ममा रह्यो भने म त्यसमा रह्यो भने त्यसले धेरै फल फलाउँछ।
किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। आमेन। मेरो पछि पछि भन्नुहोस् त, मबाट अलग रहेर तिमीहरू केही पनि गर्न सक्दैनौ। यीशुबाट अलग रहेर म केही पनि गर्न सक्दिन। चर्चको सेवाहरू हेर्नुहोस् त, कतिवटा सेवा चाहिँ प्रार्थनासँग जोडिएको सेवा छ। आज तपाईहरुलाई प्रश्न हेर्नुहोस् है। अर्को दोस्रो कुरा सोधौँ म, च्यास्सै लाग्ने कुरा, तपाईहरुको मण्डलीमा कतिवटा प्रार्थना यस्तो संगति छ जुन संगतिमा चर्चको सबै लिडर्सहरू आउँछ। आज घोष्ने कुरा गर्दैछु है हजुर। 2-4 जना केस फुलेको आमाहरू, 4-5 जना आमाहरू, त्यति नै हुन्छ प्रार्थनाको संगतिमा। पास्टर बाबुहरू हुँदैन प्राय प्राय प्राय। तपाईहरु हुन्छ त भन्नुभयो भने अहिले म तपाईलाई बाइबल के रे एउटा बारना भन्ने ग्रुप छ, त्यो ग्रुपले स्टडी गरेको अध्ययनको पुस्तिकै छ मसँग। प्रेयर मिटिङमा कतिजना पास्टरहरू भेला हुन्छ भन्दा नि छैन। चर्चको पास्टर प्रार्थना हामीले कसलाई जिम्मा दिएका छौँ? 2-3 जना आमाहरूलाई। आमाहरू बिचाराहरू, आमाहरू त्यसरी प्रार्थना गरिराखेको छ। हेर्नुहोस् है।